सो तपाईँहरूले देखिरहनु भएको होला यो पछाडिको रुम चाहिँ यहीबाट चाहिँ मैले मेरो सपना स्टार्ट गर्दैछु, मेरो जर्नी यात्रा स्टार्ट गर्दैछु। त्यति ठुलो त छैन, देख्न सक्नुहुन्छ त्यति ठुलो त छैन, त्यही पनि मेरो लागि सबै थोक यही हो। मेरो त पानी परिसक्यो, सबै थोक्ने लागि यही हो। सो प्रायः जस्तो मान्छेले धेरै जस्तो मान्छेले रिजल्ट मात्र देख्छ, प्रायः जस्तो सबैले रिजल्ट देख्छ। तर तपाईँहरूलाई चाहिँ आज म पुरा प्रोसेसको कहानी स्टोरी सुनाउने छु। सो भिडियोलाई अन्तिमसम्म हेर्नु होला र म प्रमिस गर्नेछु तपाईँहरूलाई यो भिडियोले इन्सपायर हुनसक्छ। सो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। सो हेलो नमस्ते गाइस, सबैजनालाई वेलकम छ। म चाहिँ ताराङ, सबैजनालाई स्वागत छ मेरो भिडियोमा। सो मैले के भन्न गइरहेको छु भनेर तपाईँहरूले फर्स्टमै देखिसक्नु भएको होला। सो मान्छेहरूले चाहिँ मलाई प्रायः जस्तो मान्छेहरूले चाहिँ जस तिम्रो लाइफ कस्तो चलिरहेछ, के चलिरहेछ भनेर मान्छेहरूले सोधिरहेको हुन्छ मलाई चाहिँ। अब लाइफ त के भन्नु छ, खै अब लाइफ त गाह्रो नै छ भनौँ न, स्ट्रगल नै गर्नु परिरहेछ। अब गाडीमा काम गर्छु, अब कहिले गाडी बिग्रिन्छ, कहिले पैसा हुँदैन, के हुन्छ जिन्दगी चाहिँ गाह्रो छ, त्यति सजिलो पनि छैन। अब कहिलेकाहीँ यसो बसेर एक्लै बसेर सोचिरहेको हुन्छु, यस्तो घर देख्दा त आफ्नो नि आमा बुवालाई एउटा राम्रो घर बनाइदिन्छु भनेर सोचिरहेको हुन्छु। तर अहिले यस्तो छ, म हार पनि मान्दिनँ, म कुनै न कुनै दिन सक्छु भन्ने म अहिलेसम्म हिम्मत बोकेर बसिरहेको छु। सो रुम चाहिँ सानो छ, तर रिसोर्सेस कामहरू चाहिँ धेरै छ, तर मनको डिटरमाइनेसन चाहिँ अनलिमिटेड छ फेरि। अनि सो तपाईँहरूलाई नि यो भिडियो हेरेर तपाईँहरूलाई नि आफ्नो जर्नीको कतै मोटिभेसन पाउनुसक्छ। सो तपाईँहरू नि यसरी स्ट्रगल गरेर आफू दुःख गरेर मिहिनेत गरेर तपाईँहरूले नि आफ्नो सफलतालाई ग्रो गर्न सक्नुहुन्छ। सो अनि म चाहिँ अहिले यो सानो घरमा छु, अहिले घर होइन रुम रेन्टमा बसेको। हामी चाहिँ यही रुमबाट भोलि ठुलो घर बनाउने सपना देख्दैछु म चाहिँ। सो म यसको लागि के गर्नुपर्छ, म जे गर्नुपर्ने नि तयार। म भोलि आफ्नो लागि, आफ्नो फ्यामिलीको लागि ठुलो घर बनाउनु चाहिँ मेरो त्यो प्रमिस हो। सो यात्रा गाह्रो हुन्छ, तर म हार मान्नेवाला छैन। म चाहिँ है यात्रा गाह्रो छ, धेरै गाह्रो छ, म चाहिँ हार मान्ने छैन। सो तपाईँहरूलाई नि आफ्नो ड्रिमलाई त्यसरी चेस गर्नु होला। सो आफ्नो सपनालाई पुरा गर्नको लागि पुरा कोसिस, पुरा जी जान लगाइदिनु होला कि तपाईँहरू नि आफ्नो सपनाको लागि कहिले पनि हार नमान्नु होला। आफ्नो सपनाको लागि त आफ्नो सपना पुरा गर्ने हो, चाहे जे होस्, जे नै भनोस् मान्छेले, त्यो कुनै वास्ता नगर्ने, आफ्नो सपना हेर्ने हो। सो सबैले अहिलेको जमानामा अहिले कसैले नि तपाईँको लागि कसैले नि हेर्ने छैन। सो आफ्नो लागि आफैले हेर्ने, जे हुन्छ आफैले गर्ने हो। सो त्यही भएर आफ्नो के अरे सपनाको लागि कहिले नि हार नमान्नु, जस्तो हुन्छ जे हुन्छ सबै हेरौँला भनेर सधैँ अगाडि बढ्नु। मलाई चाहिँ थाहा छ तपाईँहरूको पनि लाइफमा स्ट्रगल चलिरहेको छ, गाह्रो भइरहेको छ, अनि थाहा छ तपाईँहरू पनि त्यही भएर भिडियो हेरिराख्नु भएको छ होला, थाहा भइसक्यो। अनि जस मान्छेले चाहिँ के भन्छ, अब मान्छेले चाहिँ तैँले सक्दैन, त चाहिँ यसको लायकको छैन, यो त दुनियाँदारी मान्छेले भन्छ, त्यो कुरा सुन्नुहुन्न कि आफूलाई नै कन्फिडेन्ट बनाउनुपर्छ। म चाहिँ कतिसम्म गर्न सक्छु भनेर आफूलाई नै कन्फिडेन्ट राख्नुपर्छ। जस म चाहिँ आज यहाँ छु, म भोलि यहाँदेखि यहाँसम्म पुग्न सक्छु। मेरो फ्यामिलीको जस आफ्नोभन्दा धेरै आफ्नो फ्यामिलीको बारे सोच्ने हो कि आफू त जे खाइ नि खाउला, जे खाइ नि लाउला, त्यो मतलब भएन। भोलि आफ्नो फ्यामिली कस्तो होला, के होला भन्ने त्यो सोच्नुपर्छ सधैँ। अब हामी त छोरा मान्छे नि हो, छोरा मान्छेहरूलाई नि अब धेरै प्रेसर पर्छ नि त, यता काममा उता काममा। अब 1-2 दिन काम गऱ्यो भने भोकै हुनसक्छ हामी त। अब हामी कन्फिडेन्स चाहिँ धेरै कन्फिडेन्ट राख्नुपर्छ आफूलाई नै। आज यो ठाउँबाट कुन ठाउँमा पुग्छु भन्ने आफूलाई अगाडि नै आफूले प्लानिङ गर्नुपर्छ। आफूले धेरै दुःख मेहनत पनि गर्नुपर्ने हुन्छ त्यो यात्रामा। जे होस् मेहनत पनि गर्नुपर्छ, जति सक्दो मेहनत पनि गर्नुपर्छ। सो फ्यामिली खुसी राख्नलाई चाहिँ धेरै मेहनत गर्नुपर्छ। मान्छेले के भन्छ भनेर त्यो नसोच्नु, कहिले नि आफ्नो बारेमा सोच्नु। सो मान्छेको कुरा नसुन्नु होला। सो अन्तिममा चाहिँ म के भन्न चाहन्छु भने तपाईँहरूलाई, तपाईँहरूले नि अब सपना त देख्नु भएको होला, तर सुरु गर्नु भएको छैन होला, अझैसम्म नि सुरु गर्नु भएको छैन होला। सो जे छ जस्तो छ आजदेखि सुरुवात गर्नुहोस्। तपाईँहरू पनि भोलि गर्छु, राम्रो दिन आएपछि टाइम आएपछि गर्छु, पर्फेक्ट टाइमिङ नपर्खिनुहोस्। जे छ आजदेखि सुरु गर्नु, जे जस्तो छ आजदेखि सुरु गर्नु। भोलि पर्फेक्ट टाइम भनेको आफैले बनाउँदै जाने हो, लेभल चढाउँदै जाने हो, त्यो आफै मिलिहाल्छ। सो पर्खेर चाहिँ नबस्नुहोस्, ढिला हुनसक्छ। अनि यो यात्रा चाहिँ अब अलि आफ्नो सफलताको लागि त अब अलिअलि दुःख हुन्छ, बिचबिचमा गाह्रो हुन्छ। सो हार मान्नु होइन, जे जस्तो भयो भने म पुरा गर्छु भन्ने हातले एकचोटि सुरुवात गरेपछि चाहिँ पुरा गर्छु भन्ने हातले हिँड्नुहोस्। तपाईँहरू पनि एक न एक दिन सफलता आफै आउनेछ। सो जस हार चाहिँ मान्नु होइन सबैजनाले। यो भन्छ नि, यो पर्खाइको फल मिठो हुन्छ, हो त्यही हो।
आफूले धैर्य गरेर मिहिनेत गरेर लगातार निरन्तर गर्न सक्यो भने हुनेछ त्यो चाहिँ मिहिनेत एक न एक दिन सफलता हुनेछ। सो तपाईँहरूलाई चाहिँ भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला र अब अर्को भिडियोहरूमा पनि तपाईँहरूलाई मोटिभेसन तपाईँहरूलाई नि आफ्नो सपनाको यात्रा सुरु गर्नको लागि म पनि सहयोग गर्नेछु। सो भिडियोलाई चाहिँ सब्सक्राइब गरिदिनु होला सबैजनाले, लाइक कमेन्ट गर्न नबिर्सिनु होला। भिडियो चाहिँ कस्तो लाग्यो भनेर कमेन्ट पनि गरेर राखिदिनु होला। सो तपाईँहरूलाई चाहिँ आज म यति नै भन्न चाहन्छु। फेरि अर्को नेक्स्ट भिडियोमा भेटौँ। आजको लागि यति नै। सो बाई बाई गाइज।